यसलाई हामीले यो छ नि जुन यसको यो भित्रपट्टि हामीले यसरी पार्न पर्छ के यसरी पार्न पर्छ कि यसलाई भित्रपट्टि कन्सिडर काट्छु मैले यस्तैहरू काट्या भएर क्वालिटी बिग्रियो गयो नि अस्ताले के काट्दैछु हजुरहरूको यो पेरुङ्गोको लागि यसरी यहाँनिर टाँस्ने है सेम हिजो हामीले टाँसेको थियो नि यसरी टाँस्दै जाने यसरी लिने यसलाई नि यसरी भित्र हाल्ने यसलाई पनि यसरी भित्र हाल्ने यसलाई टाँस्दै जाने यसरी यतापट्टिको साइडको भयो अब अर्कोपट्टिको साइडको लागि यो यसरी तर हाम्रो यो पक्ष नझुन्डाउनेको टेन्सन नलिन्छ नि त्यो लास्टको काम हो यो जुन छ नि यो हामीले यो टाँस्ने भन्ने थियौँ नि यो टाँस्नको लागि यहाँनिर यति हुनु पऱ्यो क्या किनभने हाम्रो यहाँ लेस जान्छ नि त त्यो छोपिनु पऱ्यो नि त बुझ्नु यसरी बुझ्यौ यसरी छोपिनुपर्छ यो यसरी है यसरी छोपिनुपर्छ यो यहाँनिर आउनु पऱ्यो अनि फेरि यतापट्टिको पनि सेम यही लाइनमा यसरी यसरी यो लाइनमा पनि यसरी आउनु पऱ्यो यसरी के गर्दा एउटा कभरले पहिला मोडेर अनि अर्कोले चुच्चो ठ्याक्क आउनु पर्यो कि यहीँनिर निस्किनु पर्यो अनि यसको पनि यहाँनिर यो दोबारे नि मैले दोबार्ने होइन नि फेरि यो चाहिँ दोब्रियो है यो चाहिँ दोबार्ने होइन यो टक्क लाएर मिलाएर यसरी काटेर यहाँनिर मिलाउने अनि काटेर लास्टमा चाहिँ दोबार्नु पर्छ पर्दैन यसको पर्दैन यो पछिको चाहिँ यो सुरुको चाहिँ पर्यो पछिको चाहिँ यसरी यस्तै गरी गर्ने यहाँनिर पुच्छारमा यता हेर्नुहोस् त यो पुच्छारमा हुन्छ नि पिनमा होइन यसरी जाने अनि यहाँनिरको हामीले यो फिनिसिङ निकाल्नको लागि हामी लेस लाएर छोप्छौँ क्या बुझ्नु हो न यो कविताले गरेर छोड्नु किनभने ल आफ्नो काटिसक्यो अब पालै पाल काट्यो हिजो हामीले यताबाट काट्यो होइन हजुरलाई दिन्छु है त आज हजुरलाई दिन्छ नि उहाँलाई दिन्छु ल